निस क्रिएसन नेपाल हेरेर बसिरहनु भएका सम्पूर्ण दर्शक श्रोताहरूलाई नमस्ते। आज फेरि हामी तपाईहरुको लागि अर्को एउटा नयाँ भिडियो लिएर आइसकेका छौं। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ भन्ने आशा राखेका छौं। आज चाहिँ हामी अलैँची खेती कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर चर्चा अनि परिचर्चा गर्दैछौं। अलैँची खेती भन्ने बित्तिकै आजकल धेरै युवाहरूको ध्यान केन्द्रित भएको पाइन्छ। अलैँची छायाप्रिय तथा चिसो वातावरण मन पराउने, यसको खेतीको लागि सबैभन्दा उपयुक्त तापक्रम 8 देखि 20 डिग्री सेल्सियस सम्म हो। 4 डिग्री सेल्सियस भन्दा कम तापक्रम भएमा बिरुवाको बढ्ने गति कम हुन्छ। यसको खेती समुद्र सतहबाट 700 देखि 2100 मिटरसम्म सफलताका साथ गर्न सकिए तापनि 600 देखि 2300 मिटरसम्म पनि यसको खेती गरेको पाइन्छ। अलैँचीले बढी आर्द्रता भएको स्थान मन पराउँछ। 90% वा सो भन्दा बढी आर्द्रता भएमा यसको खेतीको लागि राम्रो मानिन्छ। अलैँची उत्पादन वर्षाको परिमाण र वितरण प्रणालीमा भर पर्दछ। वर्षा जति धेरै भयो त्यति राम्रो मानिन्छ। सिँचाइ भन्दा वर्षाको पानी बिरुवाको लागि बढी फाइदाजनक हुन्छ। अलैँची खेतीको लागि केही भिरालो परेको, सूर्यको प्रकाश कम पर्ने, छहारी सहितको खोल्सो तथा फेदबाट सधैँ पानी बगिरहने स्थान सबैभन्दा उपयुक्त हुन्छ। अलैँची खेतीको लागि उत्तर पूर्व फर्किएको जमिन राम्रो हुन्छ, तर पनि अन्य कुराहरू अनुकूल भएमा जुनसुकै मोहडा भएको जमिनमा अलैँची खेती गर्न सकिन्छ। अलैँचीको खेती 4.5 देखि 6.5 सम्म पीएच मान भएको जुनसुकै माटोमा पनि गर्न सकिन्छ, तर त्यस्तो ठाउँ पानी नजम्ने प्रशस्त प्राङ्गारिक पदार्थ भएको दोमट माटो भएमा अझ राम्रो हुन्छ। चिम्ट्याइलो रातो माटोमा पनि पानी जम्ने र पानी कम भएमा माटो कक्रिने हुँदा यस्तो माटोमा अलैँची खेती राम्रो हुँदैन। अलैँचीमा छहारी व्यवस्थापनको लागि चाँडो बढ्ने टुप्पो तिर झुप्पो र तलतिर खुल्ला रहने पात 12 महिना खसिरहने र चाँडो हुर्कने चिस्यान र सेपिलो ठाउँमा चाँडो हुर्कन र बढ्न सक्ने भरसक नाइट्रोजन स्थितीकरण गर्न सक्ने बोट बिरुवाहरू अलैँची रोप्नु अगावै लगाउनु पर्दछ। अलैँचीमा छहारीको लागि विशेषतः उत्तिसका बिरुवा लगाउने चलन छ। उत्तिस बाहेक सिरिज, मलातु, क्यामुना, दुधेलो, चुलेत्रो आदि पनि लगाउन सकिन्छ। डाले घाँस काट्दा अलैँची बगानमा नोक्सानी पुर्याउने हुँदा यस्ता बिरुवाहरू छहारीको लागि उपयुक्त हुँदैन। सुरुका वर्षमा छहारी दिने बोटहरू बाक्लो रोपी 6औं 7औं वर्षपछि आवश्यक संख्यामा राखी अन्यलाई हटाउन सकिन्छ। साधारणतया छहारीको लागि 15 देखि 20 फिटको दूरी कायम गरी बिरुवा लगाउनु उपयुक्त हुन्छ। नेपालमा खेती गरिँदै आएका अलैँचीका प्रमुख जातहरूमा रामसाई,
गोलसाई, डम्बरसाई, चिबेसाई, साउने, सलकपुरे, काँटीदार आदि हुन्। हाल खेती भइरहेका जातहरूमध्ये रामसाई 1500 मिटर भन्दा माथिको उचाइमा, गोलसाई र साउने 1200 देखि 1500 मिटरको उचाइमा, डम्बरसाई 700 देखि 1200 मिटरको उचाइमा, चिबेसाई र काँटीदार 700 देखि 1000 मिटरको उचाइमा लगाउन सकिन्छ। अलैँचीका बिरुवा दुई तरिकाले, पहिलो वानस्पतिक प्रजनन वा मूल बिरुवाबाट पाना छुट्याएर र दोस्रो लैङ्गिक प्रजनन वा बिउबाट बिरुवा उमारेर उत्पादन गर्न सकिन्छ। वानस्पतिक तरिकाले मूल बिरुवाबाट छुट्याएका बिरुवाहरू रोपेको दोस्रो तेस्रो वर्षबाटै फल्न सुरु गर्दछ। माउ बोटको जातीय गुण जस्तो छ त्यस्तै गुणहरू कायम रहन्छ, तर यस्ता बिरुवामा छिर्के फुर्के जस्ता भाइरस जन्ने रोगहरू सर्दछन्। लैङ्गिक प्रजनन वा बिउबाट बिरुवा उमार्न केही गाह्रो, बिरुवा तयार हुन केही समय लाग्ने भए तापनि नयाँ ठाउँमा छिर्के फुर्के जस्ता भाइरस जन्ने रोग सकिन्छ। बगानलाई लामो अवधिसम्म उत्पादनमूलक राख्न सकिन्छ। अलैँची विभिन्न जातहरूका आफ्नै जातीय गुणहरू हुन्छन्, जस अनुसार बढी फल्ने, रोग सहन गर्न सक्ने, धेरै वर्षसम्म फल दिने, भौगोलिक उचाइ अनुसार स्थापित हुन सक्ने गुणहरू भएकोले जातको पहिचान गर्न जरुरी हुन्छ। अलैँचीको बिउ सानो हुने भएकोले यसलाई राम्रोसँग उम्रन तथा उम्रिसकेपछि दोस्रो नर्सरीमा बिरुवा सार्ने अवस्थासम्म बिरुवालाई आवश्यक पर्ने सम्पूर्ण खाद्य तत्त्वहरू पूरा हुने गरी प्राङ्गारिक मल प्रयोग गर्नु पर्दछ। अलैँची बिरुवा सार्न योग्य बनाउन प्रथम र दोस्रो गरी 2 पटक नर्सरीमा बिरुवाहरू हुर्काइन्छ। अलैँची बिरुवालाई प्रथम नर्सरीमा 18 देखि 22 महिनासम्म राख्नु पर्ने हुन्छ भने दोस्रो नर्सरी 12 देखि 14 महिनासम्म रहन्छन्। यसरी 32 देखि 34 महिनामा मात्र बिरुवाहरू बिक्री योग्य हुन्छन्। अत बिरुवाको उचित स्याहार सम्भार गर्न आवश्यक हुन्छ। अलैँचीको बगान स्थापना गर्नु अगाडि रेखाङ्कन गर्ने, खाडलको तयारी गर्ने, मलखाद प्रयोग गर्ने आदि कामहरू गर्नु पर्दछ। जग्गाको तयारी गर्दा छहारी भएको स्थान हो या नयाँ छहारी बोट लगाउनु पर्ने भन्ने कुरामा पनि ध्यान दिनु पर्दछ। साधारणतया 30x30x30 घन सेमी को खाडल खन्नु पर्छ। यदि जमिन निकै कडा छ भने गहिराई 45 सेमी सम्म बनाउनु पर्दछ। करिब महिना दिन अगाडि पुरेर राखेको खाडलमा प्रति खाडल 3 वटा बिरुवा त्रिकोण आकारमा रोप्नु पर्दछ। यो तरिका अपनाउँदा बिरुवा मरेर खाडल रित्तो हुँदैन। बिरुवा 8 देखि 10 सेमी सम्म गहिराईमा रोप्नु पर्दछ। अलैँचीको बिरुवा सार्ने उपयुक्त समय भनेको मनसुनी वर्षा सुरु हुने समय नै अलैँची लगाउने उत्तम समय हो। हरेक वर्ष मनसुन सुरु हुने समय फरक हुन सक्दछ, तर पनि सामान्य रूपमा जेठको अन्तिम हप्तादेखि श्रावण महिनाको मध्यसम्म
अलैँची बिरुवा रोप्न उत्तम हुन्छ। यसभन्दा ढिला गरी रोपेको बिरुवाको मृत्यु दर बढ्दै जान्छ। झारपातबाट हुने खाद्य तत्त्वको प्रतिस्पर्धा रोक्ने जरा, पाना तथा बोटहरूमा हावाको सञ्चार गराउने, बिरुवालाई खनिज पदार्थ र सूर्यको प्रकाश उपलब्ध गराउने, रोग किराको प्रकोप कम गर्ने, जरा र पानाको वृद्धिका लागि माटो खुकुलो बनाई बाहिर निस्किएका जरा तथा पानालाई छोप्ने कार्य गरी बढी उत्पादन हासिल गर्नु नै गोडमेल हो। अलैँचीलाई सुकाउन किन जरुरी हुन्छ, यस विषयमा पनि म हजुरहरूलाई केही कुरा जानकारी गराउन चाहन्छु। ताजा फलमा रहने 80 देखि 85% पानीलाई उडाई 10 देखि 12% को सुरक्षित बिन्दुमा झारी फलको संरक्षण गर्न अलैँची फललाई सुकाउनु पर्दछ। अलैँचीलाई विभिन्न तरिकाबाट सुकाउन सकिन्छ, तर यसको गुणस्तर बजार भाउ यसैमा जाँचिने भएकोले यस पक्षलाई गम्भीरतापूर्वक लिनु पर्दछ। अलैँची सुकाउने विभिन्न प्रकारका भट्टीहरू पाइन्छ। कुनै भट्टीमा धुवाको माध्यमबाट अलैँची सुकाइन्छ भने कुनैमा राप र तापको माध्यमबाट सुकाइन्छ। हाल प्रयोगमा आएका भट्टीहरूमा स्थानीय भट्टी, सुधारिएको स्थानीय भट्टी, बिजुली भट्टी आदि छन्। हालसालै विकसित भएको सुधारिएको स्थानीय भट्टी सरल सबै ठाउँमा प्रयोग हुन सक्ने, धुवाँ र तापबाट सुकाइने भएकोले फलको रङमा परिवर्तन नभई आकर्षक रहने, आन्तरिक गुणहरूमा ह्रास नहुने र गुणस्तरयुक्त अलैँची प्रशोधनमै मूल्य पनि बढी हुन्छ। अलैँचीको प्रयोग गर्ने उपभोक्ताहरूले फलको टुप्पोमा हुने पुच्छरलाई मन नपराउने हुँदा मूल्यमा गिरावट आउन सक्दछ। थोरै परिमाणमा भएमा कैँचीले काटेर हटाउन सकिन्छ, तर धेरै भएमा फलामे चालोमा दलेर हटाउनु पर्दछ। यो काम भट्टीबाट सुकाएर निकाल्ने बित्तिकै गरेमा पुच्छर चाँडो हट्दछ र फलमा पनि केही मात्रामा भएको ध्वाँस। आजको यस भिडियोमा अलैँची खेतीको बारेमा केही कुराहरू बुझाउने कोसिस गर्यौं। यस्तै फरक र नयाँ भिडियोहरू हेर्नको लागि यस च्यानललाई लाइक, कमेन्ट अनि सब्स्क्राइब गरिदिनुहोला भन्दै आजको यस भिडियोबाट बिदा हुन चाहन्छौं।